हेलो साथीहरू, आज चाहिँ हामी मेलो गएको छौँ। मेलोमा हामी चाहिँ यसरी आज बिटा लाउँदैछौँ, धान उठाउँदैछौँ। तपाईँहरू देख्न सक्नुहुन्छ। साथीहरू पछार्दै हुनुहुन्छ, कसै हिर्काउँदै हुनुहुन्छ, कसै झार्दै हुनुहुन्छ, कसै धान बटुल्दै हुनुहुन्छ, कोही के गर्ने हुनुहुन्छ। अनि यो चाहिँ दिउँसोको समय हो, खाजा खाँदाखेरिको। अनि खाजा खाँदा साथीहरू चाहिँ गीत गाउन थाल्नुभयो। अनि यो चाहिँ साथीहरू एकदमै मिठो स्वरमा गीत गाउँदै हुनुहुन्थ्यो साथीहरूले। तर बिचमा थोरै मात्रै भएको कारणले चाहिँ मैले उहाँहरूको गीत लगाइनँ। बिचमा थोरै मात्रै गाउनु भएको थियो उहाँहरूले। अनि खाजा खाइसकेपछि चाहिँ हाम्रो दाजुभाइहरू चाहिँ यसरी धान बताउँदै हुनुहुन्छ। अनि हाम्रो दाजुभाइहरू यता धान बताउँदै हुनुहुन्छ, अर्कोतिर यता हाम्रो दिदीबहिनीहरू पनि यसरी बताउँदै हुनुहुन्छ। हाम्रो गाउँको छोरीचेली के काममा पनि हाम्रो गाउँको छोरीचेलीहरू चाहिँ यसरी पछि हट्नुहुन्न। अनि यसरी धान बताइसकेपछि हामी चाहिँ यसरी भर्दै हुनुहुन्छ लाठीहरूले। कोही भारी लाउँदै हुनुहुन्छ। अनि भारीहरू लगाइसकेपछि चाहिँ हाम्रो घर फर्किने बेला भयो। घर फर्किने बेला भएपछि चाहिँ हामी यसरी भारी बोकेर घरतिर लाग्यौँ। बाटो चाहिँ हाम्रो यस्तो छ है, खोलाको बाटो हुँदै आउनुपर्छ। सानो सानो खोला छ।